नमस्कार, म रारा सैजु। आउनुहोस् अब लाखा रोटी कसरी बनाउने अन्तिमसम्म हेर्नुहोला। म सिकाउँदैछु। यसको लागि चाहिने चामलको मसिनो पिठो र घिउ र मासको दाल चाहिन्छ र यसलाई मैले चास्नी पकाएर 2 ताराउने गरी पकाएर मैले ब्रसले लाछु। ब्रसले लाउँदा एकदमै साइनिङ पनि आउँछ, राम्रो पनि देख्छ। यसको लागि मैले 2 कचौरा घिउ राखेछु, मजाले फिटेछु। 2 कचौरा घिउको लागि मैले 1 कचौरा मासको पिठो राखेछु। 1 कचौरा मासको पिठो परेर भिजाएको दाल 2 कचौरा हुन्छ र चामलको पिठो 6 कचौरा र 2 कचौरा मैले मैदा राखेछु। मैदाले चाहिँ बलियो पार्छ, भाँचिँदैन, फ्यासफ्यास जाँदैन, त्यही कारणले मैले राखेछु र यसलाई मजाले मुस्नु होला। यसलाई मुसिसकेपछि तपाईहरुले यसलाई पानी राखेर मजाले फिट्नु होला। पानी राखेर जति फिट्यो उति राम्रो हुन्छ। मासको पिठो भएको कारणले 1 घण्टा चाहिँ यसलाई भिजाएर छोडिदिनु होला। यदि भिजाएको दाल भए 15-20 मिनेट छोडिदिनु भए हुन्छ र कपडाको यसरी बनाउनु होला। जेरी बनाउने जस्तै तपाईहरुलाई पछिसम्म काम लाग्छ। प्लास्टिकले पोल्ने डर हुन्छ र मैले हातमा पोल्छ भने चुडा पनि खोलेछु। चुडा लागेन नभन्नु होला। पोलेर मैले निकालेछु। एकदम सावधान साथ गर्नु होला, पोल्ने डर हुन्छ र मैले 2 थरी डिजाइनको बनाइदिएछु। रोटी मलाई धेरै किसिमको बनाउन आउँछ। जतिसम्म तपाईहरुलाई भाइ पूजाको लागि मैले छिटछिटो पोस्ट गर्दैछु, जतिसम्म भ्याउँछ त्यतिखेरसम्म मैले यो बनाउँदै पोस्ट गर्नेछु। गणेशमान कृष्णप्यारे सैजु स्मृति प्रतिष्ठान र मिलिजुली सामाजिक प्रतिष्ठानको संयुक्त आयोजनामा हाम्रो इच्छा बालबालिकाको शिक्षा, गृहिणी दिदीबहिनीलाई उद्यमी बनाउने हामी मिलिजुली परिवारको इच्छा।